हामी सबैजनाले आफूलाई कति माया गर्छौं? आफूलाई नै सबैभन्दा धेरै माया गर्नु वास्तविकता हो कि भ्रम? माया कस्तो खालको भाव हो? भावनाले भेदभाव किन गर्दैन? आफैलाई माया गर्ने मानिसले अरूलाई दुःख किन दिँदैनन्? माया प्रेम कहाँबाट सुरु हुन्छ? हामी आफूलाई किन माया गर्न सक्दैनौं? नमस्कार साथीहरू, आजको नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। आजको भिडियो कुन प्रसंगमा आधारित छ भनेर हजुरहरूले भिडियोको थम्बनेल र टाइटल हेरेर पनि थाहा पाइसक्नु भएको छ। भगवान गौतम बुद्धको बारेमा हामी भित्र धेरै कुराहरू खेल्ने गर्दछ। उहाँ हामी भन्दा धेरै फरक हुनुहुन्थ्यो। बुद्ध हामी भन्दा धेरै फरक हुनुको राज अथवा रहस्य के हो भने उहाँले आफूलाई माया गर्न जान्नुहुन्थ्यो। हामी सबैजनालाई यही नै लाग्छ कि हामी पनि आफूलाई नै सबैभन्दा धेरै माया गर्छौं। मेरो प्रश्न पनि यही नै हो कि हामी सबैजनाले आफूलाई कति माया गर्छौं? आफूलाई नै सबैभन्दा धेरै माया गर्नु वास्तविकता हो कि भ्रम? यदि भ्रम हो भने आज यो भ्रम तोडिनेछ। वास्तविकता हो भने कसैले पनि तोड्न सक्दैन, किनकि सत्य सधैँ अटल रहन्छ। आज हामी कुरा गर्नेछौं माया कस्तो खालको भाव हो? भावना किन सबैका लागि बराबर हुन्छ? भावनाले भेदभाव किन गर्दैन? भावनाको स्वरूप कस्तो हुन्छ? आफैलाई माया गर्ने मानिसले अरूलाई दुःख किन दिँदैनन्? माया प्रेम कहाँबाट सुरु हुन्छ? हामी आफूलाई किन माया गर्न सक्दैनौं? आज हामी यी सारा प्रश्नहरूको एक एक गरेर चर्चा गर्नेछौं। अब धेरै भूमिका नबाधिकन सिधै प्रसंग तर्फ लागौं है त। संसारका अधिकांश मानिसहरूले आफूलाई नै माया गरिरहेको छु भन्ने लाग्छ, तर यो भ्रम जीवनकै सबैभन्दा थाहा नहुने ठूलो भ्रम हो। यदि संसारका सबै मानिसहरूले आफूलाई नै माया गर्नुहुन्थ्यो भने संसार नरक हुने थिएन, पीडामा बाँच्नु पर्ने थिएन। संसार एक स्वर्गको टुक्रा हुने थियो। यो सत्य सुन्नासाथ हजुरहरूको मनमा प्रश्न उठ्यो होला। प्रश्न उठ्नु स्वाभाविक हो। हजुरको प्रश्न यस्तो हुन सक्छ, आफूलाई मात्र माया गर्ने मानिस त स्वार्थी पो हुन्छ त? बाहिरी रूपबाट हेर्दाखेरि स्वार्थी नै हो, किनकि आफूलाई मात्र माया गर्नु, आफ्नो बारेमा मात्र सोच्नु, आफूलाई मात्र होस् भनेर ठान्नु, मै खाऊ, मै लाऊ, मै सुख भोग गरौं भन्नु स्वार्थी नै हो। तर वास्तवमा आफूलाई माया कसले गर्न सक्छ? जसले अरूको दुःख महसुस गर्न सक्छ, जसलाई अरूको दुःखमा दुःख लाग्छ, त्यस्तो व्यक्तिले मात्र कसैलाई पनि दुःख दिन सक्दैन। किनकि दुःख यस्तो खालको भावना हो, अरूलाई दुःख दिने चक्करमा हामी आफैलाई दुःख दिइरहेका हुन्छौं। तर यो सबै देख्नका लागि अन्तर्दृष्टि खुल्नु पर्छ। जसलाई अरूको दुःख देख्दाखेरि पीडा हुन्छ भने उसले आफूलाई कति माया गर्छ होला? आफ्नो जीवनलाई कति माया गर्छ होला? आफ्नो कर्म प्रति कति सजग हुन्छ होला? यसबाट पनि के अनुमान लगाउन सकिन्छ भने करुणादायी बुद्धले आफूलाई कतिसम्म माया गर्नुहुँदो रहेछ। भगवान गौतम बुद्धले यो पनि भन्नुभएको थियो कि जुन कर्म अरूले गर्दाखेरि आफूलाई दुःख लाग्छ भने त्यस्तो कर्म आफूले कहिल्यै पनि नगर्नु। ल मानौ मलाई रिस उठिरहेको छ, जोदेखि मलाई रिस उठिरहेको छ उसलाई त म दुःख दिन चाहन्छु नि त। ल अब हेर्नुहोस् है, भावनाले कसरी काम गर्दछ। मलाई जोदेखि रिस उठेको थियो उसलाई दुःख दिन सफल पनि भए, तर त्यही रिसकै कारणले गर्दाखेरि
म आफूलाई शारीरिक र मानसिक रूपमा हानि पुर्याइरहेको हुन्छु जब मलाई रिस उठ्छ, नकारात्मक विचारहरूले घेर्न थाल्छ, तब त्यही क्षण मेरो मुटुको चाल बढ्न थाल्छ। त्यही रिसका तरंगहरूले मेरो शरीरको अंगहरूमा हानि पुर्याउन थाल्दछ। त्यही रिसका तरंगहरूले मेरो शरीरमा हानि पुर्याउन थाल्दछ। त्यही भएर प्रेसर बढाउँछ, शारीरिक र मानसिक रूपमा समस्या निम्त्याउँछ। ल हेर्नुस् त, हाम्रै नकारात्मक भावनाले अरूलाई दुःख दिइरहेका छौं जस्तो बनाउँछ र हामीलाई नै कतिसम्म दुःख दिँदो रहेछ। जसले आफूलाई माया गर्दछ उसले कसैलाई पनि दुःख दिँदैन। यो सत्यलाई बुझ्न जरुरी छ। जब हामी अरूलाई दुःख दिन चाहन्छौं तब हामीलाई स्वयंकै मनले दुःख दिइरहेको हुन्छ। यो मेरो आफ्नै अनुभव हो। यदि हजुरहरू पनि आध्यात्मिक यात्रामा लागिरहनु भएको छ भने यो वास्तविकता हजुरहरूले पनि अनुभव गर्नुहुनेछ। आजको भिडियोमा एउटा प्रसंग छोडेर अरू सबै प्रसंगहरू समेटेको छु जस्तो लाग्छ। यदि कुनै प्रसंग छुटेको छ भने कमेन्ट गर्नुहोला। अब आउने नयाँ भिडियोमा माया अथवा प्रेम कहाँबाट कसरी सुरु हुन्छ? माया प्रेम महिला र पुरुष बीच मात्र हुन्छ? यस्तै अनेक प्रश्नहरूको बारेमा चर्चा गर्नेछौं। प्रश्न साधारण भए पनि उत्तर भने आश्चर्यजनक हुनेछ। त्यही भएर अर्को भिडियोको जानकारी सजिलै प्राप्त गर्नका लागि लाइक र सब्स्क्राइब गरी बेल आइकन थिच्नुहोला। तर तपाईको मनले मानिरहेको छैन भने नगर्नुहोला, किनकि कुनै पनि काम चाहे सानो होस् या ठूलो नै किन नहोस् नगर्नुहोला। जबरजस्ती गरिएको कामबाट सन्तुष्टि मिल्दैन। यति भन्दै भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद।